Hello guys, welcome to my new vlog. आज चाहिँ म जाँदैछु मकै चढाउन गाइज ल अब मकै चाहिँ अझ हाम्रो धुप हाल्न हुँदैन गएर त्यही भएर म चाहिँ हाम्रो लाइदी भन्ने ठाउँमा गएर गाडेर आउन खोजेको मतलब त्यतिकै त्यहीँ छोडेर आउन खोजेको यही मकै उखालेर लग्छु गाइज सो गाइज उक्लिसकेको मकै चाहिँ नि होइन ए माको किन बोकेर लाग्ने यत्रो होइन उक्लिसकेको छ गाइज है मलाई यो पातले सेकेको जस्तो लाग्यो है त्यही छ त्यही के भएन होइन अनि यस्तो गरेर मकै चाहिँ उखालिसकेको छु गाइज होइन अनि म चाहिँ मकै उखालिसकेको छु फेरि गाइज यसको माटो झराला पनि है माटो झराल्दा उतातिर भाँचिने कि भन्नु डर मकै पनि कति अग्लो लाग्ला ओ धन्न सुगाइ त्यसरी नै लग्छु म चाहिँ होइन अहिले भाँच्यो भने फेरि यहाँ गाह्रो पर्छ ए गाइज मकै चढाउनलाई हिँडाइसकेको छु गाइज मकै चढाउन सकेको भन्दै ट्याक्क गर्दैछु नि आइसकेको छु ए कहाँ हो मकै चढाउने हिँड्नु त मकै चढाउने हिँडेको के साल छ कता गएर मेरो साथीसँग बोलेर नि होइन हिँडिसकेको छु त्यही मकै चढाउन भनेरै त्यो लिङ्ग पुलिसको के अरे शिवलिङ्ग जस्तै बोकेर हिँडिसकेको छु गाइज भाँच्यो भने पुरा गएर मलाई गाह्रो पर्छ त्यही हो अहिले चाहिँ हाम्रो बाबा बितेको भएर चाहिँ नि होइन बस त यही साउनको 18 गति पुग्ने के अरे त्यही नै भदौ कति 1 गति छ त्यहाँ होइन हो गई ना बहुत गड़बड़ हो गई ना अब कैसे चढ़ाऊंगा मैं गाड़ी लाउनु भन्नुभएको थियो मम्मीले भाँचियो म गएँ अच्छा भाँचियो फेरि अर्को भाँच्यो ए भाँच्यो यत्रो सो गाइज होइन मैले चाहिँ नि यो भाँचेको छ त्यसै गरी म चाहिँ अब यहाँ भिडियो चाहिँ बनाउनु होइन अझ म उहीँ गएर तपाईँले के गरेँ त्यो देखाउने छु ओके हस् त बाई बाई अहिलेलाई मकै चाहिँ भाँचिएर चाहिँ मैले यसरी तान्नु परेको है गाह्रो छ ए यस्तो मकै भाँचिएर नमस्ते सर नमस्ते चल्छ कि त्यही भएर गाइज यस्तो मकैको हरिबिजो गरेर हिँडालेछु अहिले लाग्दै छोड्यो भने खतम मकै चढाउने हिँडेको गाड्न हिँडेको हुन्छ यो हाम्रो मकै चाहिँ हेर्नु न कति लामो भयो के त्यही भएर नि हो कि यस्तो यो भएको भाँचिएको ऊ त्यहाँ तपाईँले बाँस घर देख्नुभयो कि नै अरू यहाँ पुएर छोडाउने म गाइज गरम भइसक्यो यति हेर्दै हेर्ने पसिना कति आयो ओ गाइज
मकैको घोगा हेर्नुहोस् न गाइज मकैको घोगा गाइज हेर्नुहोस् मकैको हाल पनि के भएको छैन मुझे अपना घर जाना है भन्छ होला त्यहाँ ठिकै छ गाइज केही भएको छैन हेर्नुहोस् आफ थियो आफ सबै भ्याइयो है फलेको हुन्छ र फल्दैन फलेको अनि कसरी भ्याइन्छ त अनि हेर्न सक्नुहुन्छ एकदम म चाहिँ यो जिरो भन्ने ठाउँमा आइपुगेँ गाइज जिरो भन्ने ठाउँमा आइसकेको छु मकै घस्रिया अन्त म अवस्था चुडे बार त्यही गाड्ने हिँड्नु कि धेरै गाइज हजुरहरूले नि मकै खान चाहनुहुन्छ भने जस्तो मलाई सम्पर्क गर्दैन होला मोबाइल नम्बर 97 014 37 106 ओके मकै खान चाहनुहुन्छ भने यसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई अनि गाइज कति गजबको भ्यू आहा भ्यू त के भन्ने हो ऊ त निलो गर्दैन नि देखि नानी तर म चाहिँ त्यहाँ चढाउनु क्या यहाँ चढाउनु भयो कि त्यही चढाइदिन्छु धेरै धेरै गर्मी छ गाइज हजुरहरूको घरतिर कतिको गर्मी छ बताइदिनु होला यो मकै त मुझे अपने घर जाना है म जान चाहन्न भन्छ है ल सो गाइज नि हेर्न सक्नुहुन्छ पानी छैन हल्का हल्का मैले चाहिँ यहाँ राख्नु न गाइज यहाँ राखेको छुइनँ मकै चाहिँ अब चाहिँ नि के मन्त्र सन्त्र पढ्नु त भएन होइन त्यही नै टक्क भगवान् सबै भाइबाट मासुले खानुहोस् होइन सबै भाइबाट मासुले खानुहोस् असमको साल चढाउनु हुन्थेन त्यसै कारणले हाम्रो हजुरहरूलाई धुप हाल्न पाइएन सबैले मुखमा आएर बस्नु सक्छ हो गाइज मैले चाहिँ मकै यसरी राखिदिइसकेको छु होइन पुर्दिन पर्छ पार्दैन म चाहिँ एकछिन मनमा भाँदै होइन क्या हुन्न पनि भनौँ न ओके सो गाइज म चाहिँ भनिसकेको छु र हेरिसकेको छु बहुत गर्मी छ गाइज ल मैले यहीँ छोडेको मकै चाहिँ नि त्यसपछि अब घरतिर लाग्दैछु अब घर गएर त मकै बारी दराम गर्ने त्यसै गरी मैले चाहिँ मकै चढाएर पनि आइसकेको छु मेरा साथीहरू के टिप्न गए सानो नि ए के लिन गएको र सुन्नु भा घुमेर आएको अनि त्यतातिर नि उहाँको भाउजूको घर छ नि त त्यही भएर एकदम गर्मी चाहिँ गाइज घाम झर्किन लागिसकेको छ म चाहिँ कति बजे आज चाहिँ 8:55 भएछ अझ आज चाहिँ एकदम हिजो मेरो बर्थडे थियो के अरे त्यही भएर अब बर्थडे त मनाउनु भएन होइन त्यही नै दुई घर मिलाएर पैसा उठाएर चाउमिन खाऊँ भनेर भन्नुभएको थियो अनि त्यही चाउमिन खाएको 10-11 बज्दा त्यतिकै उस गरी रमाइलो गरियो रमाइलो भन्दा नि
चाउमिन खाने हल्का हल्का डेक बजाउने त्यसरी टिभी हेर्न थालियो कसैले टिभी कसैले मोबाइल हेर्न थालियो त्यसै कारण अलिक ढिलो भएको छ त्यही भएर आज चाहिँ 8 बजे तक सुतेँ रहेछु म उठेर ट्याक्क फ्रेस भएपछि त मम्मीले के भन्नुहुन्छ भनेको त अझै सुत्न जान्छौ कि बाबु सुत्न जाऊ भन्नुहुन्छ म त अचम्मै पर्छु कति बजे बल्ल 6 बजे भनेर सोधेको मैले त अझै पुरा घडी पनि हेर्थेँ थिएन क्या मैले मोबाइलको चार्जमा राखेको थिएँ त्यही भएर अनि यही हो गाइज भएको हाम्रो गाउँको यही गाइज हाम्रो अघि तपाईँहरूले बाँसघारी देखाएको थिएँ त्यही थियो त्यो निलो टिन लागेको देख्नु भएको थिएन त्यो भन्दै यतापट्टिको त्यही बाँस देखाएको थिएँ मैले यहाँदेखि गाइज यो चाहिँ अघि भर्खर चाहिँ गएको थियो मेरो साथी होइन बुस्टुङ भन्ने ठाउँको होइन उहाँको नाम चाहिँ के थियो पनि उहाँ पनि बिर्सिन्छ कि यार साथी भनिन्छ नामै बिर्सिन्छ कि अनि उहाँ चाहिँ हाम्रो विशाल दाइको भाइ हो अनि विशाल दाइको भाइ हो एकदम फ्रेन्डली हुनुहुन्छ तपाईँहरूलाई मोबाइल बनाउनु पऱ्यो भने पनि होइन त्यहाँ बुस्टुङ भन्ने ठाउँमा आएर बनाउन सक्नुहुनेछ ए अघि भर्खर मैले त्यो उस गरेको थिएँ नि भिडियो देखाएको थिएँ नि तपाईँहरूलाई साथीको घर तिनले नि बनाउँछन् अनि उहाँको दाइले नि तिनको दाइले नि बनाउँछन् फोन अनि तिनी चाहिँ आफ्नो दिदीलाई लिन भनेर चाहिँ पाल्पा गएर आएछन् भन्नु आएछ सरी गएर छन् पाल्पा अनि दिदीलाई लिएर आएछन् ट्याक्क लाएर धन्न तिमी अनि दिदीलाई लिएर आए तिमीले तपाईँहरूलाई म यो घर पुगेपछि यो भ्लग इन गर्दाखेरि चाहिँ नि होइन गाइज यो भ्लग इन गर्दाखेरि चाहिँ नि म तपाईँहरूलाई सिधै भ्लग अर्कोचोटि हाल्दाखेरि चाहिँ मैले तपाईँहरूलाई बाबाको लाखबत्ती जलाउँदाखेरि के गरियो त्यो सब तपाईँलाई बताउने छु यही गाइज हाम्रो गाउँको मस्त भ्यू त्यही गफ गर्दा गर्दै गाइज अघि त्यही मकै भाँचीको ठाउँतिर नै आइसकेको म भिडियो चाहिँ 10 मिनट भइसकेको रहेछ होइन गाइज त्यही भएर चाहिँ म अब उहाँ सिधै घर पुगेर कस्तो रियाक्सन हुन्छ त्यो देखाउँछु ओके बाई रियाक्सन मतलब मकै चढाएर कसरी पार्न जाम पोल्न जाम भनेर भन्दो रहेछन् त्यो देखाउँछु अरूलाई हस्त बाई बाई म चाहिँ अघि चाहिँ त्यही मेरो साथीले रोकेको ठाउँमा आइसकेको छु अब चाहिँ एकदम ठुलो पिपल छ है मकैहरू हेर्नुहोस् खाली छ बिचमा बाँदरले सकाइदिएर बाँदरदेखि जोगाउन हो कि हामी चढाइसकेपछि त भइहाल्छ नि त होइन गाइज गाइज केराको घारी यो चाहिँ केराको घारी है मकैसँग लगे निगो हालेर लगाएको थिएँ मकैहरू गाइज कि मेरो लक्की ओ मम्मी राखिदिएर आए ल ओके गाइज बाई बाई गाइज म चाहिँ यही ब्लग इन गर्छु ओके बाई बाई